भने गङ्गा ठुलो स्वर गरेर झरे अनि उता कैलाशपति भोलानाथले धेरै खुसी गरेछ यिनको भनेर आफ्नो जता नारायण राम राम थापिदिनु हरे राम थापे नारायण राम राम झर्नै सकिन हरे राम झर्नै सकिन कैलाशपति भोलानाथलाई फेरि आत्मनिर्ति गरे भैरवको अब छोडिदिनुहोस् भनेपछि भैरव राजा ऐयान लागे गङ्गा पछि पछि लागेर नारायण राम राम भयो सवारे हरे राम भयो कविताको आश्रममा तमासबाली भएर सागर राजाका 60,000 छोराले नारायण राम राम उद्धार गर्नु हरे राम उद्धार नारायण राम राम